उसको लागि ऐसा लगता मुझे तरम फेस एक्सन थाहा ये भीगी रातों में मीठी मीठी बातों में ऐसा लगता मुझे तरम मकई बाली तरम खलिया का करम मकई बाली तरम खलिया का करम गाना चाहिँ बब्बाल बनाएको क्या जसले बनाए पनि गाना चाहिँ एकदम बब्बाल बनाएको गाना हल्का स्टेप जाओस् न यसमा मलाई आउँदैन भाइ कस्तो स्टेप गर्ने हो अब तिमी त कोरियोग्राफर हो नि त एउटा कुन मगर हो तिमी म खप्तरी मगर हो रे हो गाइस रोज हजुर माथि तान न के माथि तान गीतको नाम टिकटकमा गरम सर्च गर न आइहाल्छ नि दरेम ए अघि त्यो मान्छेले मामालाई गरममा डान्स गर्न लगाऊ भनेको यही गीत हो दरेम हो क्या ए मैले थाहा पाएँ लुक्स प्रिटी थ्याङ्क यू सो मच मामालाई स्टेप गर्न लाऊ न रे मामाले अहिले फेस एक्सेप्सनमा देखाइदिनु भयो त देख्नु भएन साइरे तिमी कुन मगर भन्दै चिन्जान गर्दैछ अरे हो र हेलो मिस्टेरियस हेर तिमीलाई उ त साइरेले मगर भन्छन् होला अब हेर है म पनि मगर हुन्छ मगर भन्नुभएको छ हुन्छ नि खप्तरी म पनि मगर हो भन्छन् हेर अहिले हेलो रश्मि कहाँबाट आयो बिर्सेर आज मेरो लाइभमा सुन न उसले अब म पनि मगर हो भन्छन् हो मगर त होइन होला होइन मगर तर अरूलाई मगर भन्दै हिँड्छन् हैन रश्मि सबै डिटेल थाहा रहेछ त मलाई डिटेलको त्यो बट्टाको डिटेल पनि थाहा छ त्यो नुहाउने साबुनको डिटेल त्यो पनि थाहा छ नि रश्मि एक्जाम छैन रश्मिको म भन्छु मगर हो रे होइन मगर होइन ऊ त हगर हो हगर बगर गरेर हग्ने हगर थ्याङ्क यू मिस्टेरियस नाइ के रश्मि बस न एकछिन हेलो हुइज बस्नेत नमस्ते गाइस डबल ट्याप गरौँ न सबैजना लेट्स टु डबल ट्याप गाइस मामा त्यो हजुरको 3 लाख पैसा दियो त छैन चौरस आउँछ नवरिज अब एकछिनमा हेर है चिन्जान गराउँदै सुरुमा बहिनी भन्छन् हैन अनि साथी बनाउन लाउँछन् बुझेनौ अनि भोलि पर्सि अनि इन्स्टा छ तिम्रो देउता पो पनि भन्छन् त अनि त्यस्तो भन्ने बित्तिकै म्युट हानिहाल मामाले त्यस्तो भन्नुहुन्छ होला त्यही भएर तपाईले त्यस्तो होइन उले हो क्या उलाई हामीलाई सबै थाहा छ नि त उसको बारेमा यहाँ त रेगुलर आउँछन् नि त सबै थाहा छ क्या